1985 साल अघि जो द्यान्चुका गाउँमा 1985 साल अघि जो बुधबारको दिनमा हामी दुईजना मिलिकन तहाँ बजार जाउँ भनी केही दुःख नमान हे सुजन हो जाला विपत्ति टरी भारी तारी मिलाई हिँड्न तरखर गर्दा भएछौँ सब हिँड्नु पर्दछ धारा पानी त तलको तुर्सा किनारै पनि भारी बिसाउने बडो एक तहाँ चौतारी जस्तै थियो त्यसकै छेउमा चिया पसल एक थियो तहाँ गइकन त्यसकै छेउमा चिया पसल एक थियो तहाँ गइकन हे चेली हामी दुईलाई 2 कप चिया बनाऊ भनी चिया ठिक्क भयो त्यसै बखतमा हामीहरूको पनि यसै अवसरमा पनि पुरुषकै आइपुग्यो एक त्यहाँ बातचित भो अनि भन्नुभयो सुजनले फोटो खिचौँ लौ भनी फोटो खिच्दछु गाउँका सकलको मैले त्यसै कारण फोटो खिच्न भनेर आज पनि म आइरहेथे यहाँ भन्दामा हामी सब मिलिकन तहाँ लौ हुन्छ भन्दै तहाँ फोटो खिच्न गयौँ त्यसै बखतमा तुर्सा पुलैमा तहाँ बातचित भो फोटो खिच्यो फोटो खिच्न भनेर हामी दुई त तुर्सा पुलैमा गयौँ सोधे फेरि ती तस्बिर ल्याउने पुरुषले को तिमी लौ भन हामीलाई को हौ तिमी भनेर सोधो किनभने फोटो भरे खिचेर ल्याएपछि कसलाई दिनु चिनेको छैन नचिनेको व्यक्ति फेला पर्यो फोटो खिच्नु पर्यो अनि उसलाई पैसा त चाहिएको थियो त्यसैले गर्दाखेरि नाउँ गाउँ थर के हो भनेर सोधो अनि मैले अब भनिदिनु परिगयो हामीलाई त फोटो चाहिएको थियो त्यसो हुँदा मेरो नाम मैले नै टिकाराम हो भनिदिए मेरो र तिम्रो पनि ढुङ्गाना अनि भानु हो भनिदिए हे भाइ भानु हो भनिदिए तेरो पनि ढुङ्गाना अनि भानु हो भनिदिए हे भाइ तेरो पनि फेरि भन्नुपर्ने भयो अलिकति अलमल्ले छ मैले नै टिकाराम हो भनिदिए मेरो र तिम्रो पनि ढुङ्गाना अनि भानु हो भनिदिए हे भाइ भनिदिए हे भाइ तेरो पनि तहाँदेखि पछि
तहाँदेखि पछि गएर तुर्साको पुल र हामी दुई 14 वर्ष उमेरको म त थिएँ धेरै कुरा जान्दछु तुर्साको पुल यो चिया पसलको सम्झेर त्यो भन्दछु सङ्लो उत्तर शैलको जलधि जन थरा बग्ने सधैँ कलकली कहिले उच्च हुने बढेर हिमताप पानी झरी छलछली पानी स्वच्छ थियो प्रवाह गतिको जान्थ्यो बगी दूरमा टाढासम्म थियो समुद्र जल जसरी भारी नदी सुन्दर यात्रा दक्षिणको पहाड वनको घाँटी छिचोल्दै शीत तानी शैल चिसो छटा प्रकृतिका गङ्गा तरङ्गादित तुर्सा सागु अझै छ यो हृदयमा सम्भार सञ्जालको हाम्रो शैशवकाल साथसँगको फोटो छ तत्कालको हाम्रो कौशलहरू भन्ने होला खै अलिकति बुझ्नलाई गाह्रो पर्ने भएछ। त्यसो हुँदाखेरि हाम्रो बालक कालको सकल दुई भाइहरूको तहाँ फोटो हामीहरूले तुर्सा पुलमा खिची समेटिकन राखेको छ यहाँ त्यसै बखतमा हे भाइ तुरुन्तै तहाँ लेखेका व्यवहार अझै सबल यो राखेर त्यो पत्रमा मेरो जन्म कथा मेरो जन्म थलो छ गाउँ घरको प्यारो उही सत्रमा गाई बस्तुसँगै किसान जीविका खेती उज्यालो गरी आमा गुरुका बस परी आफ्नै भकारी खाई धान र चामलै सँगमा बस्थ्यौँ अलौकिक गरी प्यासी आँता उनै छ मन यो भुटानकै पाउने पूर्वी उत्तर फाँटबाट चुने झरना झरी आउने बेनी सङ्गम 3 कोणतिरको मिल्ने बनेको स्थल सारा व्यञ्जन शस्त्र घरेलु पशु जो पुग्ने र पिउने जल जो मेरा प्रिय मित्र हुन् उनीसँगै आएछ यो तस्बिर ल्याएछन् जसरी बडा जतनले प्यारो गरियो दूर तुर्साको पुल यो छ काव्य पदमा आएर यो देशमा हामी छौँ जुन तस्बिरसँग यहाँ दाइ भाइ आफन्तमा। जय श्री राम, जय श्री राम, जय श्री राम।